Hello guys, welcome back to our channel. आज चाहिँ हामी कहाँ जान लागेको भनेर यसो झोलासोला देखेर अलि गेस त गर्नुभयो होला। आज चाहिँ हामी हाइकिङ जान लागेको गाइज। Yes, हाइकिङ चाहिँ कहाँ जान लागेको भन्दा सेभेन सिस्टर्स। हामीलाई चाहिँ अलिकति ढिलो भइसक्यो किनभने रेडी हुन यस्तै टाइम लाग्यो, यताउता भयो, ढिलो भइसक्यो, त्यही भएर धेरै टाइम नलगाम। अब जाम है त हामीसँगै। जाडो भएर ज्याकेट लगाएर निस्केको। अब जाम सँगै हामीसँगै। बिग्रे गाइस, बनाएको सब बिग्रियो। उसले हो ढिलो गरेको गाइस, कपाल बनाएर 3 घन्टा लाएर ओहो 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 3 घन्टा रे, 1 घन्टामा रेडी भएर 3 घन्टा लाग्यो, 3 घन्टा। आज हामी कति बजेको अलार्म लगाएर उठेको थाहा गाइस? 4:30 है, 4:30 को अलार्म लाग्यो, 4:30 को अलार्म लाग्यो, तर उठ्न चाहिँ 4:45 मा उठेको। म उठेकै फेरि उहाँ त उठ्ने त फेरि त्यस्तै हो, सम्झिनी पानी छम्किनी हो। मेरो आँखा उठिसकेको थियो, म मात्र नउठेको। चाहिँ क्या हो? म त साथीलाई कुर्नुपर्ने हुन्छ होला। ला छुट्टी गाइस, छुट्टी। म चाहिँ ट्रेनभित्र, ऊ चाहिँ बाहिर भयो। अनि यो बटन दाबे पनि दोकान नखुल्दो रहेछ। बटन जति दाबे पनि टाइम भएपछि दाबेको खुल्दैन। म भित्र, ऊ बाहिर भयो। अनि ट्रेन चल्यो। अब नेक्स्ट स्टेसन अनि के हो यस्तो यो? अबको नेक्स्ट स्टेसनमा चाहिँ म चढ्छु। अनि ऊ अर्को ट्रेन लिएर आउँछ, अनि त्यसमा जाने। नेक्स्ट ट्रेन आयो, यसमै आउनु भएको होला हाम्रो मिस। फोन पनि गर्दैन त फेरि। ट्रेन चढेर आएर नि फोनै गरेन, त्यो स्टेसन आउन्जेलसम्म भनेको। तर म ट्रेन चढेँ, कता गयो भनेर हेर्दै हिँडेँ। अनि नदेखेर कल ब्याक गरेको त उताकै स्टेसनमै रहेछ कि यो ट्रेन, त्यो बाटो आएन अरे भन्छ। कहाँबाट आएछ त यो ट्रेन? यस्ता पनि हो सक्ता है। फेरि भेट भएन, फेरि अर्को स्टेसन गएर झर्छु गाइस। किन यस्तो भइरहेको कि झ्याउ लागिसक्यो मलाई। झन् छिटछिटो जाने भनेको झन् के भयो मेस म। ओके, अब म चाहिँ मेरो साथी भेट्न जाँदैछु फाइनल्ली गाइस, फाइनल्ली। कतापट्टि छ भन्ने कुरा भयो कि डर लाग्यो माय लर्ड प्रभु। गाइस, हामी चाहिँ ब्राइटनको ट्रेन चढ्यौँ। अब ब्राइटनबाट फेरि अर्को ट्रेन लिएर सिफोर्ड जानेवाला छौँ। गाइस, हामी चाहिँ कति घन्टा लाग्यो? कति घन्टा लाग्यो? सुतेको यात्रा लगभग 1.5 घन्टा लागेर ब्राइटन आइपुग्यौँ। अनि ब्राइटन आएर चाहिँ यहाँ चाहिँ ट्यापिङ ट्यापआउट सुतेर मस्त सुतेछ कि यस्तो निद्रा लागेको। चाँडै उठेको नि त, राति पनि ढिलो सुतेको। अनि यहाँ ब्राइटनमा आएपछि चाहिँ के हुँदो रहेछ भने ट्यापिङ ट्यापआउट नहुँदो रहेछ। अनि हामीलाई चाहिँ टिकट किन्नु पर्दो रहेछ होइन। अनि हामीले टिकट किन्यौँ, 2 जनाको 81.40 पाउन्ड गाइस। पैसा चाहिट जस एक्सपेन्सिभ रहेछ। अब 7 मिनटमा ट्रेन छ, जाने। Wow guys, view त ओहो
अन द वे नै दामी लाग्यो मलाई चाहिँ। ल गाइज हामी चाहिँ लास्ट स्टेसन भनौँ यही हो, श्रीफोर्ड स्टेसन। यहाँ आइपुग्यौँ। अब यहाँबाट चाहिँ टुकुन हिँड्न पर्ने हुन्छ। ल अहिले चाहिँ हामी ट्रेनमा मात्र 3 आवर लाएर आएको है गाइज। 3 आवर लायो। अब हिँडेर चाहिँ हाइकिङ भनेको 4 घन्टा भनेको छ मिनिमम। अब हामीलाई कति घन्टा लाग्छ हेरौँ। हिँड्दै गरौँ, गफ गर्दै गरौँ, हेर्दै गरौँ भ्यू है त। ल गाइज अब यहाँबाट क्लिपसम्म पुग्नलाई चाहिँ हिँडेर गयो भने 1.5 घन्टा लाग्ने रहेछ होइन। क्लिपसम्म मात्र, तलसम्म मात्र। अनि 1.5 घन्टा लाएर हिँडेर जानु, 1.5 घन्टा यहाँबाट त्यहाँसम्म, तलसम्म फेरि त्यहाँबाट उता 4-5 घन्टा गर्दा त हाम्रो टाइम त लास्टै जाने भयो। र बसको वेटिङमा छौँ हामी चाहिँ। यस गाइस, जाडो भएर यहाँ के पनि भइसक्यो। तपाईँहरूलाई नि बसमा जान छ भने चाहिँ त्यहाँ ट्रेन स्टेसनबाट झरेपछि वार मेमोरियल भन्ने बस स्टप सर्च गरेर आउनुभयो नि यहाँ बस आउँछ है। लगाइ हामी बसबाट झऱ्यौँ है। तर अरू चाहिँ खोइ हामीले उसमा हेर्दाखेरि, हामीले बाटोमा चाहिँ होस् बसमा आउँदाखेरि हेर्दाखेरि अरू चाहिँ तलबाट गएको देख्यो कि हामीले तल बाटोमा। अनि हामी चाहिँ यता माथि आएको जस्तो लाग्यो है। अनि यो दाइ स्टिक बोकेर हिँड्नु भएको छ पक्कै पनि। यो दाइ पनि हाइकिङ जान लाग्यो भनेर छिटो हिँड्नु भनेको, त्यो दाइ हिँड्नु भनेको त त्यो दाइ यस्तो मचेर हिँड्या भेटाउनु सकेन। ओ दाइ पग्निस् मा के हो त यो दाइ आमा हेर्नु नि स्पिड। ओ माई गड, सँगै झऱ्यो यो गाइस। फेरि बसबाट सँगै झरेको, खुट्टा लामो भएर के खैरे। अनि अग्लो नि यत्रो अग्लो है। ल यो दाइ उता पो गयो। अब हामीले म्याप पनि हेरेको छैन क्या। यो त्यो दाइको पछि हिँडेर म्याप पनि नहेरेको। म्याप हेर न, मेरो मोबाइलमा ब्यागमा कति राम्रो ठाउँ हेर न गाइज। यस्तो ठाउँतिर बस्न पाए पो है। वाउ, भोक लाग्यो गाइज, भोक लाग्यो। हाम्रो साथमा वाइ खायो। कस्तो बाटो म्यापले अब यही बाटो देखायो गाइज होइन। यो बाटो आएको, हिँड्ने बाटो पनि छैन। दुईजना मात्र झाडी हिँड्या। एउटाले फेरि 60 पो भन्दै हिँड्या। फेरि बल गरी हिँड्या। चाउचाउ खायो नि त, उसको भित्रको मान्छे जाग्यो अरे। ए भेडा कसरी देखाउने यहाँबाट बाटो काटेर देखाइछ। कस्तो राम्रो हेर न। वाउ, हेर त कस्तो राम्रो के गाइज। त्यो मुभीहरूमा कन्ट्री साइड देखाउँछ नि त्यस्तै छ कि। मान्छेको त अब एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ नि। हामीले आँखाले क्याच गर्ने ग्रिन नै यस्तो दामी। हजुर, आँखाले क्याच गर्ने ग्रिन नै यस्तो दामी हो कि साँच्चै। पानी पर्छ गाइस, सिपसिप पानी पर्छ पुरै। ल हामी चाहिँ 20 मिनट जति हिँड्यो होला। 20 मिनट पछि हिँडेर हामी चाहिँ स्टार्टिङ पोइन्टमा आइपुग्यौँ। अब चाहिँ हाम्रो जर्नी स्टार्ट भयो है गाइज। ल गएर पनि हुन्छ फेरि। धोका यस्तो पुस गरेको नि आफूले। 1 2 3 गो। 1 2 3 गो। यहाँनिर नजिक आएर हेरेको त हेरौँ न। गाइज हामी त रङ बाटोको आएछौँ कि अघि हामीले आएर यो क्लिप यहाँबाट जाने भनेर आएको त। अनि यहाँ आएर अहिले माथि आएर यस्तो हेरेको त
3वटा क्लिफ त यता पो छ काउन्ट गर्दा त अनि हामी त उल्टाबाट आएछ क्या हो भनेर त्यस्तै लाग्यो भने मान्छे एकजनालाई सोधेको त अनि यो होइन त्यो त्यही भएर हामी फेरि फर्किँदै जे होस् यहाँ आएर पनि बेकार भएन राम्रो छ यतापट्टिको पनि भ्यू यताबाट हेर्दाखेरि कति राम्रो देखिन्छ वाउ अब चाहिँ राइट वे देखाउँछु है त अघिको लागि सरी गाइज हाम्रो खुट्टालाई पनि सरी चाहिँ बल्ल राइट वेतिर लाग्यौँ है त यहाँनिर आएपछि तल आएपछि जतापट्टि कार पार्क छ नि त्यतैबाट राइट लाग्नु पर्दो रहेछ आज चाहिँ दिन यो उस भएको भएर यो दिन घाम लाग्यो छैन नि त कस्तो ग्लुमी है त्यही भएर वेदर यस्तो भएर चाहिँ होला कोही पनि छैन यता हाइकिङ जाने हामी 2जना मात्र हो है अहिलेसम्म चाहिँ हामी कोही पनि भेटेको छैन के हो एउटा ज्याकेट चाहिँ एउटा पातलो भयो नि हामीले लाउँदै भित्रको मात्र लगाएर आएको थिएँ हिँड्ने भनेर त्यस ब्यागमा चाहिँ ज्याकेट 2जनाले पातलो पातलो एउटा हाल्नु पर्छ भनेर चाहिँ हालेको थियो हेरेर कपाल नलाग्सिने गाइस कपाल भटक्न पुगेको हावाले बिहानबाट मैले पछाडि चेन्ज गरिसकेको कपाल के हो बानेको यहाँ बानेको फेरि जरै दुखेर टाइट भएर झन् काइली जेनरको हेयर स्टाइल गरिदिउँ भनेर पुरा टाइट बानेर बाटेको त ओहो जरै दुखेर आज त फेरि खोल्यो खतरा नटेर मुतेको चस्मा यो गेटहरू चाहिँ सबै भेडा हुँदो रहेछ यहाँ भेडा फुटिन्छ भनेर गेट चाहिँ लगाइदियो भने जो पनि आउनुहुन्छ गेट लगाउन नभुल्नु होला अनि यो गेट पनि चाहिँ यसरी लाउनुहोस् तपाईँ जानुहोस् पहिला जानुहोस् ढोका बन्द गर्ने त्यहाँ राम्रोसँग पर्ने अवस्था छ रङ बाटो चाहिँ होइन गाइज अहिलेको चाहिँ उता माथिको बाटो गएछौँ के खासमा चाहिँ यो बाटो के यो बाटो छ नि त हो यो बाटो चाहिँ हामी चाहिँ दुःख लाग्यो गाइज बिल्कुल स्लिपरी बाटो 1 2 3 गयो के हो गाइज यस्तो के हो छाउ लाग्ने पानी पऱ्यो भनेर टोपी लगायो पानी रोकिन्छ होइन अनि फोटो भिडियो खिच्नु यस्तो कपाल सपाल खोल्नु पऱ्यो मिलाउनु पऱ्यो भने यसरी मुखमा दिमाग खराब व्हाट द हेक भन्न बसिदिन्छु 5 मिनट बस्नु नपाइने पानी हाल्नु दिन्न हेर्नु न गाइज यो यस्तो छ गाइज 7 सिस्टरको एउटा सिस्टर कट्न पाएन 5 मिनट थग्यो मानिरे 11 बजीतिर स्टार्ट गरे अनि अब कहिले पुग्ने हो त नि ऊ त्यत्रो अब 6 वटा दिदी बहिनी कहिले भेट्ने हो त नि हामीले जतिखेर रेस्ट गर्ने अबे भर्खरै एकचोटि म त बागे झापु हान्दिन्छु के यसलाई
यसो हिँड्ने अब नक्कर पार्नलाई कसले रोक्न सक्छ हामीलाई बाल्ले भरेर धोती भरेर चिसोलाई पनि लागोस् बाल्ले भरेर धोती भरेर चिसोलाई पनि लागोस् हेरौला तेरो यो चोरी पुरी कति दिन टिक्छ म पनि हेरौला भरेर सिगान पुज्दै सुत्छ तर फोटो भिडियो राम्रो आउनु पर्यो टाउकोले टेकेर भयो नि खाना कटाउनु हेर न जाऊ त खाना कटाउनु गाइस हामी फोर्थ सिस्टर कटिसक्यौँ फिफ्थमा यो है गाइस यसो बाटोमा सिक्टा बनायौँ यताउता मेरो साथी थकी टाढा देखेर थकी सबै भइरहेको अवस्था सलमान खान नै हो कि कति खतरा खतरा हुन्छ हेर न यस्तो छ गाइस घरिघरि बसेको कसरी पुग्छ अनि भनेको होइन यो हाइकिङ ट्रेकिङ भनेको सब स्क्याम हो क्या फिट भनेको अझै फिट नरहेछ कि तिमीले गाली गर्छ भनेर अरे पानी खाँदा नि मैले गाली गर्छु त गाइज गाली गरेको होइन अघि होइन त्यो त बस्यो भनेर गाली गरेको बस्यो भनेर गाली गरेको अनि बिस्तारै बिस्तारै जाने घरिघरि बस्यो भने त पुग्छ त गाइज एक बन्द लगाइसक्यो हेर्नु न अनि कहिले पुग्यो अनि एकचोटि मात्र बस्यो अनि यति नै फेरि फर्किनु छ अनि 3 घन्टा जानु छ ट्रेनमा मेरो भोलि काम छैन के अरे उसकै हगा फुलागाहरू के म त बस्दिन्छु यहीँ सुतौँ भने सुत्दिन्छु म चाहिँ ल सुतौँ अहिले सुत्यो अर्को डाँडा कहाँबाट आयो फेरि यो 30 भने थियो फेरि त्यो कहाँबाट आयो मैले भने नि स्क्याम हो कि हाइकिङ ट्रेकिङ भनेको स्क्याम हो गाइस जसरी हिँड्ने अर्को डाँडा देखिया हो यो 6 गाइस यो 6 उताको चाहिँ 7th हो यो चाहिँ रुपुन्चुरु हावा फेरि के सराको है पानी ब्रेक गाइस पानी ब्रेक 2 मिनेट मात्र हो अब उठिहाल्यो तान अब उठिहाल्यो बन्द गरिदियो तिमी जान्छौ नि मलाई त तान आउँछ त्यो तान भनेको क्यामेरा फोन नसम्म मेरो कहाँ पुग्छ नि मेरो पुग्दैन कल भन न भन्ने कस्तो त हामी चाहिँ फाइनली अब 6th क्लिफ चढ्दै है छैटौँ सिस्टर चढ्न लगाएको चाहिँ अब 7th गएर अनि सानो खोला तरेर जानुपर्छ भनिरहेको हुन्छ नि सायद यो होला जस्तो लाग्छ मलाई चाहिँ है तलको ल जाउँ हेरौँ अब के हुन्छ के कस्तो छ म देखाउँछु है त अब चाहिँ 7th तिर जान तर्खर लेट्स गो गाइज बाटो चाहिँ अलिकति डर लाग्ने बाटो रहेछ गाइज स्लिपरी बिस्तारै हेर्नु न यस्तो सिधै ओह्रालो हजुर सिधै ओह्रालो
डोन्ट वरी है गाइस किन मेरो साथीले भन्नुहुन्छ हुन्छ रिक्समा इजी डराउने होइन नि फेरि यो भ्लग देख्यो भने चाहिँ मम्मीले चाहिँ मेरो मम्मीले चाहिँ मार्ने भयो यो सर्टकट बाटोमा गएको देख्यो भने चाहिँ मम्मी रोस्टाले भनेर आयो है म उसले भनेर आयो सर्टकट बाटो जाऊँ भनेर मम्मीले फेरि तँलाई त्यस्तो त्यस्तो बाटो जानुपर्छ म चाहिँ उसलाई जानु दिन्छु गाइस पहिला उसको भिडियो गर्छु अनि त्यसपछि अनि जाऊँ किनभने मेरो हातमा फोन छ खस्छ जस्तो लाग्यो तर डरलाग्दो बाटो हगाइजु ठाडै हो कि ठाडै अनि जाऊ तिमी जाऊ अनि म भिडियो बनाउँछु अनि आउँछु आइया हो त मान्छे रक्सी लाएर खाँदै हिँड्छ नि हल्लिँदै हिँड्छ नि रातितिर मान्छेहरू यो साथी अब म जान्छु गाइस ल Yes, you can do it. Good, good, good. Easy peasy, guys. 3 घण्टा लाउने हो त रस्ता तमङले जस्तो यस्तो हावा लागेछ हावा अनि आज डे पनि त्यस्तै चिसो एकदम नलाग्यो त्यही भएर चिसो भइसक्यो अनि दुईजनाले ओ यहाँ हावा नआउने ठाउँमा बस्ने अनि खाने च्याट्ट लगाएर 6 सिस्टरलाई हेर्ने यहाँ बसेर अनि बल्ल खाने ओके गाइस यो चाहिँ हाम्रो खाना हो है ल पुरी बनाइ ल्याएको अनि त्यसपछि चिकन छ
अनि यो गोर्खा चटनी छ होइन अनि त्यसपछि वाइ चाउचाउ प्रिङ्गल्स अनि यो मोन्स्टर छ हामी दुईजनाको लक्ष्मी यहाँ बसेछ यो झाडीमा चाहिँ किन बसेको भन्नु होला फेरि यहाँ यता बस्न लाग्यो लास्टै हावाले मान्छे उडा जस्तो भयो क्या अनि गाह्रो भयो खाना नि उडाउन जस्तो सबै उडा जस्तो भयो अन्त अब चाहिँ हामी खाना खाएर जान्छौँ आज एकदमै हावा आएर राम्रो भएको थियो आउने बेला त राम्रै भएको थियो यस्तो भइसक्यो त्यसलाई नै है हामी अब एन्ड गर्छौँ भ्लग ल किनभने हाम्रो फोनको चार्ज पनि मेरो फोनबाट गरिरहेको थियो मेरो फोनको चार्ज पनि सक्यो उसको पनि 20% कम भइसक्यो लो पावर मोड देखाइसक्यो अब त्यही भएर अब चाहिँ हामी इन गर्ने डिसिजन लियौँ Yes, गरेर न त हामी ब्याक हुने जेलसम्म गर्छौँ नि त अझै फेरि ब्याक हुन छ नि त के कस्तो हुन्छ ब्याक जाँदा पनि भिडियो बनाउने सोचेको थिएँ तर पोसिबल भएन गाइस सरी अब यस्तै छ के गर्ने होइन अब हामी खान्छौँ अनि त्यसपछि जान्छौँ घर आजले यति नै थ्याङ्क यू फर वाचिङ बाई गाइस and don't forget to like share and subscribe bye